के तपाईं नयाँ अवसर खोजेर बसिराख्नु भएको छ? तपाईं स्टुडेन्ट, जब होल्डर, हाउसवाइफ अथवा कुनै न कुनै पेसामा आबद्ध हुनुहुन्छ र बचेको 2 घण्टा 4 घण्टा कुनै न कुनै समयलाई प्रयोगमा ल्याई केही नयाँ अवसरमा लगाएर तपाईले अर्थोपार्जन गर्न चाहनुहुन्छ भने आजको यो भिडियो तपाईहरुको लागि स्पेशल रहनेछ। भिडियो एकदमै इम्पोर्टेन्ट छ, अन्तिमसम्म हेर्नुहोला। नमस्कार, म डीआर भट्टराई, डिजिटल एन्टरप्रेन्योर तथा आफूले सिकेको कुरा अरूलाई सिकाउने व्यक्ति। साथीहरु, म विगत 3 वर्षदेखि एउटा यस्तो प्लेटफर्ममा छु जहाँ म तपाई जस्तै युथहरु, तपाई जस्तै हाउसवाइफहरु अथवा कुनै न कुनै पेसामा आबद्ध भएर केही न केही एक्स्ट्रा गर्न चाहने व्यक्तिहरुलाई चाहिँ म विगत 3 वर्षदेखि मेन्टरिङ गर्दै आइरहेको छु, कोच गर्दै आइरहेको छु। एउटा यस्तो अवसर जसले तपाईको जिन्दगी परिवर्तन गर्न सक्छ। यस माई फ्रेन्ड्स, जुन अवसरको बारेमा म कुरा गर्दै छु त्यो अवसरमा अगाडि बढ्नको लागि अथवा न कि एउटा लेभलको सफलता प्राप्त गर्नको लागि तपाईलाई न त कुनै एकाडेमिक क्वालिफिकेसन चाहिन्छ, न त तपाईलाई ठूलो लगानी ल्याउनु पर्ने हुन्छ, न त तपाईलाई कुनै न कुनै फिल्डमा चाहिँ एक्सपिरियन्स लिएको चाहिँ तपाईलाई एक्सपिरियन्स लेटर नै चाहिन्छ। हेर्नु साथीहरु, यदि तपाई कुनै एम्प्लोइ क्याटेगोरीमा हुनुहुन्छ अथवा आफ्नै व्यवसाय गर्नुभएको छ अथवा सेल्फ एम्प्लोइ क्याटेगोरीमा हुनुहुन्छ भने तपाईलाई अलिकति सानो एफर्ट्स लगाउनु भयो, लगातार केही समयसम्म मेहनत गर्नुभयो भने पर त्यो सानो मेहनतले पनि तपाईलाई बिजनेस सेक्टरतिर लैजान सक्छ। हेर्नु साथीहरु, के हो त त्यस्तो अपर्च्युनिटी जुन अपर्च्युनिटीको बारेमा चाहिँ म बताउन गइरहेको छु। साथीहरु, तपाईलाई सिम्पल वेमा भन्नुपर्दा यो कन्सेप्ट चाहिँ कस्तो तरिकाले काम गरिरहेको छ भन्दाखेरि चेन्ज योर शप, चेन्ज योर लाइफ। यस माई डियर फ्रेन्ड्स, आफ्नो एउटा दोकान परिवर्तन गरेर तपाईले आफ्नो जिन्दगी परिवर्तन गर्न सक्नुहुन्छ। हेर्नु साथीहरु, यस साथीहरु, तपाईले चाहिँ सही अनुमान लगाउनु भयो कि त्यो अपर्च्युनिटीको नाम हो हेल्दी लिभिङ नेपाल प्राइभेट लिमिटेड। यस माई डियर फ्रेन्ड्स, विगत 3 वर्षदेखि 2077 3 महिना 19 गतेदेखि नेपाल सरकारको उद्योग वाणिज्य तथा आपूर्ति विभागमा चाहिँ दर्ता भएर विगत 3 वर्षमा नै एउटा चाहिँ काया पलट गर्न सफल भएको छ हेल्दी लिभिङ नेपाल प्राइभेट लिमिटेडले। अब यसमा कसरी चाहिँ तपाई हामी जस्तो व्यक्तिहरु चाहिँ आबद्ध भएर अगाडि बढ्न सकिन्छ त, हामी जस्तो व्यक्तिहरुले कसरी फाइदा लिन सकिन्छ त भन्ने कुरा मैले तपाईलाई यो भिडियोमा विस्तार बताउने छु। सो हेल्दी लिभिङ नेपालको मुख्य उद्देश्य भनेको तपाई हामी जस्तो कन्ज्युमरहरु जो चाहिँ एकदमै कस्टमर भनेर भनिन्छ नि नेपालीमा, कष्टले मर्ने मान्छे, राइट? अब यस्तो खालको व्यक्तिहरुलाई नेपालमा नै तपाईको सशक्तिकरण गरेर चाहिँ अगाडि बढाउने मुख्य उद्देश्य चाहिँ रहेको छ। या भनौं कि सिम्पल भाषामा बताउनु पर्दाखेरि नेपालीहरुलाई विश्वस्तरीय सामानहरु उत्पादन गरेर स्वास्थ्य तथा समृद्धिको लागि सशक्तिकरण गर्नु नै यसको मुख्य उद्देश्य रहेको छ। साथीहरु, विगत 2 वर्षमा हजारौं व्यक्तिहरुको जिन्दगी परिवर्तन गरेको छ, लाखौं व्यक्तिहरुको चाहिँ स्वास्थ्यमा सकारात्मक परिवर्तन ल्याएको छ र यो कम्पनीको एस्टाब्लिश भयो। साथीहरु, यो कम्पनीको एस्टाब्लिश भयो 2077 3 महिना 19 गते, जसको चाहिँ टेक्निकल सपोर्टमा रहेको छ भेस्टिज मार्केटिङ प्राइभेट लिमिटेड। साथीहरु, भेस्टिज मार्केटिङ प्राइभेट लिमिटेडको टेक्निकल सपोर्टमा नेपालमा डाक्टर टेम्पा शेर्पाले सुरुवात गर्नुभयो र आजको समयमा 20 वटा ठाउँहरुमा चाहिँ ब्रान्च अफिस रहेको छ, जसले गर्दाखेरि तपाई हामी जस्तो व्यक्तिहरुले चाहिँ सामान्यभन्दा सामान्य व्यक्तिले पनि यो बिजनेसमा चाहिँ अपार सफलता पाउन सकिन्छ। यसको बिजनेस कन्सेप्ट कस्तो छ त मैले तपाईलाई एकदमै इजिली रूपमा चाहिँ बताउन चाहन्छु। चेन्ज योर शप, चेन्ज योर लाइफ। साथीहरु, तपाईको आफ्नो दोकान परिवर्तन गर्नुस् र आफ्नो जिन्दगी परिवर्तन गर्नुस्। साथीहरु, तपाई हामीहरुलाई चाहिँ उपयोग हुने विभिन्न प्रकारको सामानहरु चाहिँ हेल्दी लिभिङ नेपालले उत्पादन गर्छ, जस्तै हेल्थ केयरको प्रोडक्ट्स, ओरल केयरको प्रोडक्ट्स, पर्सनल केयरको प्रोडक्ट्स, कलर कस्मेटिक्सको प्रोडक्ट्स, हेयर केयरको प्रोडक्ट्सहरु देखि लिएर यापत प्रोडक्ट्सहरु तपाईले कुनै न कुनै दोकानबाट खरिद गरिराख्नु भएको छ नि त्यही प्रोडक्ट्सहरुलाई नम्बर 1 क्वालिटीको चाहिँ सामान उत्पादन गर्छ हेल्दी लिभिङ नेपालले र भन्छ तपाई हामी जस्तो व्यक्तिहरुलाई भन्छ कि तपाईले आफूलाई घरमा आवश्यक पर्ने सामानहरु अरु कुनै दोकानबाट किन्नुको साटो हेल्दी लिभिङ नेपालबाट प्रयोग गर्नुस् र हेल्दी लिभिङ नेपालबाट प्रयोग गर्दा नम्बर 1 त तपाईलाई क्वालिटीमा ग्यारेन्टी गर्छु। दोस्रो कुरा तपाईलाई चाहिँ यहाँ अफर अनि डिस्काउन्टले गर्दाखेरि नम्बर 1 क्वालिटीको सामान 45 देखि 50% सम्म डिस्काउन्टमा पाउनुहुन्छ तपाईले। र यहाँनिर चाहिँ कुरा अचम्मको कुरा के छ भन्दाखेरि तपाईले मैले दिएको यानी हेल्दी लिभिङ नेपालले दिएको अफरको बारेमा, अपर्च्युनिटीको बारेमा, तपाईले क्वालिटीको प्रोडक्ट्सको बारेमा अरू साथीहरुलाई रिकमेन्ड गर्नुहुन्छ भने तपाईको रिकमेन्डेसनबाट, तपाई हामी जस्तो व्यक्तिहरुको रिकमेन्डेसनबाट जति धेरै टर्नओभर बढ्दै जान्छ त्यो टर्नओभरको बेसिसमा तपाईलाई यहाँबाट मासिक रूपमा 100 रुपैयाँ देखि लिएर लाखौंको अर्निङ गर्न सक्नुहुन्छ तपाई हामी जस्तो सामान्य व्यक्तिले। हेर्नु साथीहरु, अब अलिकति मैले तपाईलाई चाहिँ सिम्पल वेमा तर अलिकति विस्तृत रूपमा चाहिँ तपाईलाई बताउन चाहन्छु कि हेल्दी लिभिङ नेपालबाट तपाईले सामान मात्रै किन्नु भयो, एज अ कन्ज्युमर मात्रै हुनु भयो भने
तपाईलाई कति प्रकारको फाइदा दिन्छ त साथीहरु यदि तपाईले कुनै पनि नर्मल दोकानमा गएर तपाईले कुनै पनि सामान प्रयोग गर्नुहुन्छ कुनै पनि सामान खरिद गर्नुहुन्छ भने तपाईलाई त्यहाँ त न त कुनै चाहिँ क्वालिटीको ग्यारेन्टी गर्छ न त तपाईलाई कुनै भ्याट बिल तथा प्यान बिलमा दिन्छ न त तपाईलाई कुनै अफरहरु दिइराको हुन्छ न त तपाईलाई कुनै न कुनै तपाईको अपर्चुनिटी दिइराको हुन्छ काम गर्नको लागि साथीहरु हेल्दी लिभिङ नेपाल बिजनेसले के भन्छ हेल्दी लिभिङ नेपालको कम्पनीले के भन्छ भन्दाखेरि नम्बर 1 क्वालिटीको 100% ग्यारेन्टी वाला प्रोडक्ट चाहिँ तपाईलाई अफर गर्छु भनेर भन्छ नम्बर 1 दोस्रो कुरा तपाईले यहाँनिरबाट चाहिँ सामान लिनुभयो सामान खरिद गर्नुभयो भने तपाईले विदाउट भ्याट बिल तपाईले सामान खरिद गर्ने सक्नुहुन्न यानी भन्न खोजेको मतलब के छ भन्दाखेरि तपाई जुन पनि सामान लिनुहुन्छ भने भ्याट बिल पाएर नै तपाईले भ्याट बिलबाट बिल गरेर चाहिँ तपाईले लिन सक्नुहुन्छ तेस्रो तपाईलाई फाइदा भनेको यहाँनिरबाट भनेको 10% डिस्काउन्ट पाउनुहुन्छ एमआरपी मा जसले गर्दाखेरि तपाईलाई चाहिँ नम्बर 1 क्वालिटीको सामान तपाईलाई अफर अनि डिस्काउन्टले गर्दा अझै सस्तो पर्न जान्छ अर्को अफर पनि रहेको छ यहाँनिरबाट चाहिँ अफर पाउनुहुन्छ तपाईले यदि तपाईले 1 महिना भरिको सामान एकै पटक खरिद गर्नुहुन्छ जस्तै तपाईलाई दुईटा चियापत्ती चाहिन्छन् दुईटा स्याम्पू चाहिन्छन् दुईटा तपाईको हरेक प्रकारको कुनै न कुनै चाहिँ तपाईले सामान प्रयोग गर्नुहुन्छ 1 महिना भरिको चाहिँ किन्नुहुन्छ भने तपाईलाई अगेन 10% फ्री प्रोडक्ट्स पनि दिन्छ हेर्नु साथीहरु यस माइ डियर फ्रेन्ड्स त्यति मात्रै हैन तपाईले बार सपिङ गर्नुहुन्छ 1 महिना हैन 2 महिना हैन 3 महिना हैन मात्र 4 महिना मात्रै सपिङ गर्दाखेरि तपाईलाई यदि तपाईले 5500 6000 बराबरको चाहिँ सपिङ गर्नुहुन्छ भने तपाईलाई 5 औं महिनामा 4000 डीपी को चाहिँ सामान दिन्छ र यदि तपाईको परिवार सानो छ सर मेरो त प्रोडक्ट्स एकदमै कम युज हुन्छ भन्ने ठान्नुहुन्छ भने पर तपाईले त्यो प्रकारको प्रश्न राख्नुहुन्छ भने पर यदि तपाईले 3500 को सामान मात्र 4 महिनासम्म प्रयोग गर्दाखेरि 5 औं महिनामा तपाईलाई 2300 एमआरपी को हुन्छ जसको डीपी रहेको छ 2000 रुपैयाँको चाहिँ फ्री प्रोडक्ट्स तपाईले पाउनुहुन्छ जसले गर्दाखेरि तपाईलाई 5 देखि 11% सम्म एडिशनल इन्कम अथवा क्याशब्याक पनि तपाईलाई मिल्ने गर्दछ जसले गर्दाखेरि एब्सोल्युटली तपाईले क्याल्कुलेसन गर्नु होला करिब 45 देखि 50% को तपाईले फाइदा पाउन सक्नुहुन्छ नम्बर 1 क्वालिटीको सामान दोस्रो कुरा तपाईले यहाँनिर अफर अनि डिस्काउन्टमा पाउनुहुन्छ त्यो पनि 45 टु 50% सम्म साथीहरु यत्रो सबै कुराहरु चाहिँ कसरी आयो त यत्रो सबै कुराहरु फाइदा कसरी दियो त हामी जस्तो नर्मल कन्ज्युमरलाई भन्नुहुन्छ भने पर यसको कन्सेप्ट यस्तो छ कि जसलाई भन्छ डाइरेक्ट सेलिङ बिजनेस भनेर भन्छ डाइरेक्ट सेलिङ इन्डस्ट्री भनेर भन्छ जसको मतलब के रहन्छ भन्दाखेरि बीचमा कुनै पनि मिडलम्यान हुँदैन जस्तै तपाईले चाहिँ अहिले नर्मल शपमा गएर किन्नु भएको छ भने पर तपाईले एउटा नर्मल साबुन पनि किन्नुहुन्छ भने पर त्यसको उत्पादन खर्च भनेको उत्पादन लागत भनेको मात्र यदि कुनै पनि सामान 100 रुपैयाँको छ भने पर त्यसको चाहिँ उत्पादन खर्च भनेको 40 रुपैयाँ हुन रहनेछ जुनको 60 रुपैयाँको भनेको तपाईको बीचमा मिडल म्यानहरुले खाइरहेको हुन्छ जो चाहिँ नजिकैको रिटेलर देखि लिएर चाहिँ होलसेलर डिस्ट्रिब्युटर देखि लिएर ठूला तपाईको ब्रान्ड एम्बेसडर्सले सम्म खाइरहेको हुन्छ साथी यो सबै कन्सेप्टहरु चाहिँ काम गर्दैन यसले भनेको जस्ट कम्पनी देखि डाइरेक्टली कन्ज्युमर सम्म काम गर्ने गर्दछ जसले गर्दाखेरि कन्ज्युमरलाई नि रिटर्न गर्ने गर्दछ यो कम्पनीहरुमा जो चाहिँ डाइरेक्ट सेलिङ बिजनेसमा सो साथीहरु अब तपाईले यही कन्सेप्टको बारेमा अरूलाई रिकमेन्ड गर्नुभयो अरूलाई यसको फाइदाको बारेमा बताउनु भयो एजुकेट गर्ने काम गर्नुभयो भने तपाईले यहाँनिरबाट चाहिँ मासिक रूपमा 100 रुपैयाँ देखि लिएर 1 लाख 1.5 लाख रुपैयाँ सम्म अर्निङ गर्न सक्नुहुन्छ हैन साथीहरु अब कसरी त यदि तपाईले के गर्नुभयो आफूलाई राम्रो लागेको कुरा अरूलाई रिकमेन्ड गर्नुभयो अरूलाई बताउनु भयो भने तपाईले र तपाईको टिमले गरेको टर्नओभरको बेसिसमा तपाईको लेभल अनुसार तपाईले यहाँबाट इन्कम गर्न सक्नुहुन्छ साथीहरु 11 वटा लेभल रहेको छन् जसको चाहिँ तपाईको डिस्ट्रिब्युटर सिनियर डिस्ट्रिब्युटर एसिस्टेन्ट डाइरेक्टर ब्रोन डाइरेक्टर स्टार सिल्भर डाइरेक्टर गोल्ड डाइरेक्टर स्टार डाइरेक्टर गर्दै तपाईको डबल युनिभर्सल क्राउन डाइरेक्टर सम्मको लेभल रहेको छ जति धेरै तपाईले काम गर्नुहुन्छ जति धेरै तपाईले पीबी कलेक्सन गर्नुहुन्छ त्यही अनुसारको तपाईको लेभल अपग्रेड हुँदै जान्छ साथीहरु जसरी तपाईको लेभल अपग्रेड हुँदै जान्छ तपाईको इन्कम पनि बढ्दै जान्छ जसमा रहेको छ तपाईले चाहिँ यदि तपाईले अरूलाई रिकमेन्ड गर्न थाल्नुहुन्छ तपाईलाई पहिलो नम्बरको इन्कम दिन्छ रिटेल प्रॉफिट जसमा 10% डिस्काउन्ट पाउनुहुन्छ दोस्रो भनेको 5 टु 11% परफर्मेन्स बोनस पाउनुहुन्छ तेस्रो भनेको ब्रोन्ज राइटर बोनस जो चाहिँ 4% रहेको छ 4% तपाई ब्रोन्ज राइटर बोनस पनि पाउनुहुन्छ यसैगरी तपाईले टिम बिल्डिङ बोनस पाउनुहुन्छ 3% यसैगरी त्यति मात्रै हैन साथीहरु तपाईले बिजनेस बिल्डिङ बोनस पाउनुहुन्छ 14% हैन साथीहरु यति मात्रै नभएर तपाईले लिडरशिप ओभरराइडिङ बोनस पाउनुहुन्छ 15% यसैगरी तपाईले पाउनुहुन्छ ट्राभल फन्ड पाउनुहुन्छ 3% साथीहरु
यति मात्रै होइन साथीहरू, तपाईँलाई कार फन्ड पनि दिन्छ जो चाहिँ तपाईँले गाडी लिनको लागि पनि प्रयोग गर्न सक्नुहुन्छ, जसको 5% रहेको छ। हेर्नु साथीहरू, तपाईँलाई घर बनाउने इच्छा छ, तपाईँको सपना छ, घर बनाउनको लागि पनि हाउस फन्ड दिन्छ। हेर्नु साथीहरू, यति मात्रै नभएर इलाइट क्लब बोनस पनि दिन्छ, जो चाहिँ तपाईँले कम्पनीको टर्नओभरको 2% तपाईँले पाउनुहुन्छ। हेर्नु साथीहरू, यही बोनसहरूबाट तपाईँको मासिक रूपमा 100 रुपियाँदेखि लिएर लाखौँमा इन्कम गर्न सक्नुहुन्छ यो कन्सेप्टमा काम गर्नुभयो भने। कुरा एकदमै सिम्पल छ। तपाईँले पहिला दोकान परिवर्तन गर्नुहुन्छ, दोकान परिवर्तन गर्दाखेरि तपाईँलाई 5 प्रकारको 6 प्रकारको फाइदा दिन्छ, जुन फाइदाबाट तपाईँलाई 45 देखि 50% को तपाईँलाई चाहिँ मार्जिन मिल्छ। नम्बर 1 क्वालिटीको सामान मिल्छ र यही क्वालिटीको सामानको बारेमा अरूलाई रिकमेन्ड गर्न थाल्नुभयो, जसमा तपाईँलाई एजुकेसन सिस्टम दिन्छ, जहाँ चाहिँ तपाईँले कसरी तपाईँले यहाँनिरबाट रिकमेन्ड गर्ने, कसरी चाहिँ अरूलाई बताउने भन्ने विभिन्न किसिमको तालिमहरू दिन्छ, जसले गर्दाखेरि तपाईँलाई ओभरअल व्यक्तित्व विकास पनि गर्न पाउनुहुन्छ। तपाईँले यहाँनिर पैसा मात्रै होइन साथीहरू, पैसा मात्रै होइन, पैसा मात्रै हुँदै होइन साथीहरू, तपाईँ ओभरअल व्यक्तित्व विकास गर्ने मौका पाउनुहुन्छ। साथीहरू आउनुहोस्, यो एउटा चाहिँ रेभोल्युसनमा, एउटा क्रान्तिकारी योजनामा चाहिँ जोइन गर्नुहोस् र अगाडि बढ्नुहोस्। आफ्नो भविष्यको लागि एउटा सानो डिसिजन लिएर चाहिँ अगाडि बढ्नुहोस्। डिसिजन के हो त साथीहरू? डिसिजन मात्र एउटा ब्रान्ड परिवर्तन गर्ने, एउटा दोकान परिवर्तन गर्ने। दोकान परिवर्तन गर्नको लागि तपाईँलाई न त कुनै ठुलो लागत लाग्नु पर्ने हुन्छ, जस्ट तपाईँले आफ्नो घरमा आवश्यक पर्ने सामानहरू, साबुन, तेल, पेस्ट परिवर्तन गरेर तपाईँले आफ्नो बिजनेसको सुरुवात गर्नुहुन्छ, त्यो पनि इन्टरनेसनल लेभलको बिजनेसको सुरुवात गर्नुहुन्छ। हेर्नु साथीहरू, जसमा लिगलाइजको चाहिँ तपाईँलाई कुनै पनि टेन्सन भएन, 100% लिगलाइज कम्पनी। दोस्रो कुरा, तपाईँलाई चाहिँ कुनै ठाउँमा चाहिँ अफिस खोल्नको लागि टेन्सन पनि भएन, तपाईँलाई लगानी लाउनु पर्दैन। लगानी लाउनु नपरे पछाडि तपाईँलाई रिस्क भन्ने कुरा केही पनि भएन। रिस्क चाहिँ एउटा कुरा हुन्छ है साथीहरू, हामीहरूको नम्बर 1 क्वालिटीको सामान छ, जसले गर्दाखेरि मुसाहरूले पनि पल्किन्छन् है। जस्ट पार्ट अफ जोक साथीहरू। मतलब भन्न खोजेको कुरा के छ भन्दाखेरि रिस्क फ्री एउटा बिजनेस, जसले चाहिँ एकदमै मिनिमम भन्दा मिनिमम बिजनेसमा चाहिँ तपाईँले लगानी गर्न सक्नुहुन्छ। लगानी गरेर चाहिँ तपाईँले आफ्नो अगाडि बढाउन सक्नुहुन्छ। लगानी भन्दैन मैले यसलाई साथीहरू, आफ्नो खर्चलाई तपाईँले लगानीमा कन्भर्ट गरेर आफ्नो व्यावसायिक यात्रा सुरु गर्न सक्नुहुन्छ। साथीहरू, मैले त विगत 3 वर्षदेखि यो खालको बिजनेसमा आफूले चाहिँ करियरमा अगाडि बढाउने सोचेर चाहिँ आजको समयमा चाहिँ करिब करिब लाखौँमा अर्निङ गरिरहेको छु। के तपाईँले गर्ने होइन त? आउनु साथीहरू, सँगै हातोमालो गरौँ र अगाडि बढौँ। एउटा सानो एउटा चाहिँ परिवर्तनले तपाईँको जिन्दगी परिवर्तन गर्न सक्छ नि, पर वाइ नट, किन नगर्ने त? होइन त साथीहरू, आउनुहोस्, तल दिएको नम्बरमा क्लिक गर्नुहोस् र व्हाट्सएप गर्नुहोस्, मलाई मेसेज गर्नुहोस्। अरू केही फर्दर पोइन्ट क्वेरिजहरू छ, तपाईँलाई चाहिँ कुनै पनि खालको चाहिँ प्रश्नहरू छ भने तपाईँले तल दिएको व्हाट्सएपमा चाहिँ मेसेज गर्न सक्नुहुन्छ र मसँग डाइरेक्टली कुरा गर्न सक्नुहुन्छ र अगाडि बढ्न सकिन्छ। साथीहरू, थ्याङ्क यू सो मच। तपाईँ सबैजनालाई धेरै धेरै बधाई तथा शुभकामना दिन चाहन्छु, किनकि आज तपाईँहरूले चाहिँ एउटा केही न केही नयाँ गर्नको लागि एउटा डिसिजन लिँदै हुनुहुन्छ। तपाईँलाई अबको समय शुभ रहोस्। थ्याङ्क यू सो मच। विश यू वेल्थ। भेट्नेछौँ अर्को भिडियोमा। थ्याङ्क यू।